ल ल ल ल ल भान्जो के एक दुईटा जानु यो त लोकल रेस्टुरेन्ट कडा नि मान्छ हेलो सबैजनालाई नमस्कार हामी चाहिँ अङ्कलजीको ससुरालीबाट बारा जिल्लाबाट ठ्याक्कै चाहिँ यता निजगढ भएर सिङ्गोल भएर हामी चाहिँ यहाँ ठ्याक्कै यो ठ्याक्कै उता चाहिँ बारा यता चाहिँ मकवानपुर जिल्ला अनि यहाँ चाहिँ मुडे झर्ना रे मुडे झर्नामा हामी चाहिँ यसो कपडा धुन नुहाउन आएका छौँ है तर त्यहाँ पसै डर लागिरहेको कस्तो भने चाहिँ डेन्जर छ कि यताको बुटोलको जस्तो भुत्तला जस्तो भन्छ नि मामा यहाँ सुतिराख्नु भएको कि सबैको मामा फेरि पुरै हो कि होइन पानी चाहिँ रसै खतरा छ हेर्नु त रसै डेन्जर हो कि हजुर मामा हामी चाहिँ बारादेखि यो के भन्छ के मामा यो अरे मकवानपुर जिल्लाको यो मुडे झरनामा भाइरल झरनामा आएर हामी चाहिँ कपडा धोयो नुहायो है ऊ मामा हाम्रो मामा चाहिँ पुरै है के हो भन्ने क्या अब है भान्जा तिमीलाई भाइरल झरना लिन्छु भन्नुभयो भाइरल झरनामा यति चिसो पानी छ कि मेरो रुकुमको भन्दा नि खतरा चिसो पानी छ यहाँ मलाई त्यस्तो फिल भइरहेको यस्तो गर्मी महिनामा के खै के भयो तराईमा मधेसमा पनि यस्तो मलाई गर्मी फिल भयो है तर यस्तो खतरा छ कि यहाँ है माछा पनि पाउँदो रहेछ यहाँ भेगुता सेगुता के हो के अङ्कलजी त्यही भयो तपाईँ यस्तो इन्जोय भएर एउटा मामा चाहिँ यता बस्नु भएको छ एउटा मामा किन हो क्या तपाईँ त्यहाँ जाडो भएर हो एकैचोटि डाइभ हान्नु त तपाईँ दुईजना लिएर आउँछु डाइभ हान्नु कसले सक्छ ल नसक्ने रे ल हाम्रो भान्जा चाहिँ हाम्रो यो मुडे झर्नादेखि डराएर नुहाउन सकेन भान्जा यहाँनिर लुगा टिप्दै यहाँ जुताउनुहुन्छ मेरो साथी यता छ अनि म यता छु हामी अब जाँदैछौँ घरतिर रमाइलो ठाउँमा छैन लिएर हामीलाई घुमाउनु भयो मामालाई विशेष त धन्यवाद मामा कहाँ लुग्यो त होइन मैले देखाउनु ए अनि हामी चाहिँ फर्क्यौँ यहाँ चाहिँ यस्तो राम्रो गराएर रहेछ कि हेर्नु यस्तो राम्रो छ है तर के गर्नु तर एकदमै फेरि फोहोर पनि यहीँ फाले खायो क्या यहाँ आउने जति पनि साथीहरू हुनुहुन्छ तर चाहिँ फोहोरलाई चाहिँ राम्रोसँग चाहिँ व्यवस्थापन गरेर जानुहोस् होइन त्यो चाहिँ होइन प्रकृति संरक्षण गर्ने हाम्रो दायित्व हो त्यो चाहिँ गर्नुपर्छ राम्रो छ है फोहोर नगरिदिनु होला अनि प्रकृति संरक्षण गर्ने हाम्रो दायित्व हो तपाईँले नगरे हामीले नगरे कसले गर्छ अरू ए मैले त आज यतै फाल्छु म भन्छ अर्कोले पनि त्यही फाल्छ भन्छ त्यही भएर त गाह्रो ए यता हो यता सही हजुर दम छ नि मामाजी तपाईँलाई म होइन पुरै ऊ बनाउँछु कि मामा टेन्सन नमान्नु हजुरलाई मामालाई मैले चाहिँ रुकुमतिर चाहिँ कन्ट्याक्ट गर्ने सोच गरिरहेको छु मामालाई उतै मामाको ससुराले बनाइदिनु पर्ला जस्तो लागिरहेछ मलाई चाहिँ मामा चाहिँ कतिको खेलाडी छ भन्ने त्यो चाहिँ मैले बुझ्न बाँकी छ यसो सोच्दाखेरि त मामा डेन्जरै जस्तो लाग्यो है अनि तर मामा फेरि झिल्के हेन्सम पनि छ नि मामा त फेरि झिल्के छ नि मामा त झिल्के भान्जालाई चिप चोराउँदैन म त भर्ना गरेर मात्रै राम्रोसँग पढाएर मात्र चोराउँछु भन्छ अनि मामा पनि हो कि कडा हो कडा हिँड्नु गाह्रो भयो अङ्कल चाहिँ हजुरलाई छैन ए हिजो त्यत्रो किलोमिटर हिँड्दा त केही पनि भएन यो त के हो र नर्मल होइन यहाँ अलिअलि बाटो चाहिँ अलिक उ छ कि गड्याङ गुडिङ छ त्यही भएर फेरि अङ्कलको फोन फुट्छ नि त्यस कारणले अहिलेलाई चाहिँ क्लोज गरेँ मैले है लास्ट एकछिनमा जोइन हुन्छु ल हामी छु त्यो पारि मुडे झर्नामा गएर पौडी खेलेर कपडा धोएर नुहाएर आयो ऊ त्यो पारि हो नि धेरै पारि छ
हाम्रो चाहिँ बाइकको साधन हेर्छ अब यहाँ कुनामा गएको ऊ त्यो कुनामा हो लास्ट हो यता यता यताको यता ठ्याक्कै कुनामा देख्नु मकवानपुर जिल्लाको मुडे झरना अब हामी यता चाहिँ फेरि बारा अनि तर यहाँ सबै कुरा ठिक लाग्यो तर हेर्नु यो चाहिँ रोड बाटोको एन्डिङ पोइन्ट हो तर यस्तो चाहिँ पुरै यहाँबाट तल झरेर जानुपर्छ यहाँदेखि त फोरो चाहिँ देखियो अनि घर पनि पुरै के पुरै ट्रेडिसनल टाइपको के ट्याक्क मजासँग होइन मलाई पनि यस्तै ठाउँमा ससुराली बनाउनु मन छ के तर मामाले चाहिँ हुन्छ भान्जा टेन्सन नलियो भन्नुभएको छ अब यो फर्म मामाले भन्नुभएको छ कि ल भान्जा टेन्सन नलियो तिम्रो लागि म छु भन्नुभएको छ ठिक छ मामा भयो त मलाई के चाहियो र त नि तिमीलाई त म छुने छु भान्जो अझै भन्दै हुनुहुन्छ अरू भन्नु मामा तिमीले अझै फर्म भर्न अलि बाँकी छ कि त्यही त भन्नु न म हजुरले जे भन्नुहुन्छ म त्यही गर्न तयार छु कहाँ के ठाउँमा कुन ठाउँमा साइन गर्नुपर्ने गरिहाल्छु नि मामा फर्म भरेपछि त भइहाल्छ नि ल हस् मामा हस् म फर्म भर्न तयार छु नागरिक त अरू के चाहिन्छ मामा फर्स्ट के चाहिन्छ मामा हजुर फर्म भर्नलाई के चाहिन्छ तिम्रो जन्मदत्ता चाहियो जन्मदत्ता बिहे दर्ता ल हेर फेरि हेर्नलाई कहाँदेखि हेर्नलाई जाँच जात चेक त गर्नु पर्यो मामा फेरि कहाँ आएर कहाँ जोडिनु भयो मामा ससुराले बनाउने भनेपछि कहाँ बिहेदार चाहिन्छ मामा होइन म त गरेको छु प्रुफ त देखाउनु पर्यो नि ए ल ल ल वडाकारले पनि सिफारिस ल्याउनु पर्ला जस्तो छ अब ल हामी जाने एकछिन अब जाने ल जाऊँ त नि गरौँ न